मयुङ डाँडातिर लाग्यो होइन। यार कसम ठाउँ त अनि मुन्दुम ट्रेल हो गाइजहरू होइन। I love you more than I can say. सरङ्गीको धुनले भन्छ मेरो मनले अब नाचिदेऊ अब देउरालीको चौतारीमा सङ्गीतले आँखा छुपेको आउँछ अझै झझल्को लु अनि झोला बिसाउ न। हाम्रो टोली चाहिँ अब मयुङ जाँदै यहाँनिर रमाइलो गर्दैछौँ यहाँ चौतारीमा। हाम्रो केटाहरूको डान्स देखेर भुइँसिँदै भएको। ओइ नाच न तिमीहरू चाहिँ के ताली बजाएर बस्यो यार। उठा न केटा। यहाँ बसको अप्सनै छैन। म यात्री एउटा कहानी लेख्ने जङ्गली पातमा मुन्दुम ट्रेलको टपमा चाहिँ आज समर लावती विजय हुनुभएको छ। उहाँ चाहिँ यात्राको सुरुवातदेखि नै पुरै यात्राभरि अगाडि हुनुहुन्छ। उहाँ चाहिँ 5 थरको लिम्बू होइन पानी कडा हुँदो रहेछ हो। लिम्बूहरूको 5 थरको स्या भएर चाहिँ 40 कटेसी हेर्ने यो हाम्रो होइन। अहिले 20 लाग्यो। 20 वर्षपछि हेर्ने हो यो डाँडा काँडाको रमणीय दृश्य त बाँकी नै छ कैद गर्नु क्यामेरामा। यो चाहिँ हाम्रो गन्तव्यसम्मको गन्तव्य पछ्याउँदै गर्दाखेरिको के भन्छ त्यसलाई क्षण हो। गन्तव्यलाई पछ्याउँदै हामी अझै 3 घन्टा अगाडि पुगेपछि हामी लगभग हाम्रो गन्तव्यमा आइपुग्छौँ। लावती सर अगाडि हुनुहुन्छ। हामी चाहिँ यो मुन्दुम ट्रेलको यात्राको क्रममा हामी चाहिँ अहिले हाम्रो यात्रा धोद्रेतिरको रहेको छ र त्यो चाहिँ जम्मा 5.5 किलोमिटरको यात्रा थियो। त्यसमा चाहिँ लगभग हामीले 3-4 किलोमिटर जति चाहिँ हामीले यात्रा तय गरिसकेको छ। अब हामी गन्तव्यको नजिकैमा छौँ। फेरि त्यसपछि हाम्रो धोद्रे पछाडि मयुङसम्मको यात्रा रहनेछ, जुन चाहिँ
जम्मा 14 किलोमिटर समथिङ रहेको छ। त्यो चाहिँ आजै हामीले कम्प्लिट गर्ने योजना लिएर अगाडि बढिरहेका छौँ र यता हाम्रो साथीहरू चाहिँ धमाधम सेल्फी खिच्दै हुनुहुन्छ। हामी पनि सेल्फीको यहाँ भाग्य आइपुगेका छौँ। हेलो हेलो होइन जस हाम्रो हिँडाइ चाहिँ मरद नै हो। यहाँ अघि हाम्रो रामदाले निकै नै बवाल डान्स हानेको तर क्यामेरामा कैदिन नसकेर एकदम चिन्तित अवस्थामा हुनुहुन्छ। तै पनि उहाँ हाम्रो डान्सले भैँसी धपाएको भनेर उहाँले भनिसक्नु भएको छ। तर केही छैन, हामी त्यो मोमेन्टहरूलाई फेरि कैद गर्नेछौँ। नमरी बाँचे दैवले साँचे फेरि भेटौँला अर्को जुनी त कहिले हो कहिले यही जुनी बाँचौँला अर्को जुनी त कहिले हो कहिले यही जुनी बाँचौँला नमरी बाँचे दैवले साँचे फेरि भेटौँला स्वर्ग जाने बाटोमै झुरौँला हो गाईलाई चराउँदै लाली जो जान्छ कि हजुर हे पाता गाउँदै जाने बाटो मै कुरौँला हो हराउँदै जौवन जान्छ कि हजुर हे त जाउँदै कति धेरै हो लाली यो मेरो नि धागाले बाँधेर राखेको तिम्रो मनैमा सिउरिए मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए मन साथी मनैको फुल टिपी हामी लगभग कति किलोमिटरको यात्रा गरिसक्यो हो? आधी 11 किलोमिटरको त्यत्रो आइसक्यौँ र 11-12 आयौँ भने त अनि मयङ त अनि कति अब 8-9 किलोमिटर मात्रै भयो त अनि अब ऊ त्यो दाइलाई सोध्नु पर्यो धोदै कति बेला पुगिन्छ होइन। हेर न यस्तो क्लिन आएको यसले त धेरै सहयोग गर्छ नि हुँदैन नि यसकै सहारामा त म बाँचिरहेको छु। यो 7औं वर्ष पुरानो रुखहरू हो तर नबढेको। यस धोत्रे धोत्रे त्यहीँ गएर बस्नु ल।
चिसोले सकिँदैन होला हौ हिउँ पर्दा त आम्मामामा रियली सो ब्युटिफुल प्लेस क्या जति यो मोबाइलमा हेर्दाखेरि जति भ्युज देखिन्छ नि त्यो त केही होइन क्या लाइक यही ठाउँमा आएर आफ्नै आँखाले एक्सपिरियन्स गर्दा इट्स टोटल्ली डिफ्रेन्ट मैले यो मोबाइलबाट जति तपाईँहरूलाई देखाउन खोजिरहेको छु द्याट्स नथिङ यति धेरै यति रमाइलो ओ माई गड सो मच इम्प्रेसिभ क्या न कुनै थकान महसुस हुन्छ न गन्तव्य नै कहाँ हो भन्ने त्यो त्यत्तिकै पनि हिँड्न सकिन्छ क्या त्यति रमाइलो प्लेस मैले तपाईँहरूलाई यो जति देखाएर तपाईँहरूले जति इन्जोय गर्नुहुन्छ अझ त्यसको हजारौँ लाखौँ गुणा चाहिँ तपाईँहरूले यही ठाउँमा आएर त्यसको चाहिँ भरपुर मनोरञ्जन लिन सक्नुहुन्छ सच अ ब्युटिफुल एन्ड बेस्ट प्लेस फर हाइकिङ वाउ सो मच ब्युटिफुल क्या ओ माई गड यो चाहिँ त्यसै भनिएको होइन रहेछ क्या मेरो स्वर्गको एक टुक्रा मेरो देश नेपाल माई गड वाउ कस्तो यस्तो फर्केर नाच्छु म अन्त दाजु काँसहरूको पानी त खाँदै हुँदो रहेछ त मर्निङमा त कस्तो राम्रो देखेको हाम्रो भिडियोमा देख्न सकिन्छ मयुङ डाँडा साथै हामी बसेको होमस्टे पनि देख्न सकिन्छ तर अलिकति जङ्गलले छेकिँदो रहेछ त्यसै गरी अहिले हामी बिहान मर्निङ वाककै क्रममा हाँस पोखरी आइसकेका छौँ हाँस पोखरी चाहिँ माथिबाट यस्तो देखिन्छ हाम्रो साथीहरू रामदाई साथीहरू चाहिँ भिडियो फोटो खिच्नमा एकदमै व्यस्त हुनुहुन्छ मैले पनि
सानो भिडियो यसमा कैद गर्न भ्याएको छु। स्वर्गको एक टुक्रा मेरो देश नेपाल भन्छ। त्यो चाहिँ किन त्यसो भन्छ गर्छ। जति मैले यो भिडियोमा देखेर अति नै सुन्दर दृश्य छ। हजुर के रे कवि? ओके किसी ने छुआ है दिल की दुआ है ये आसान